भक्तामृतं विश्वजनानुमोदनम् सर्वार्थदं श्रीषट्कोपवाङ्मयम् सहस्रशाखोपनिषत्समागमम् नमाम्यहं द्राविडवेदसागरम्। श्रीमते रामानुजाय नमः। श्रीशैलेशदयापात्रं देहिभक्त्यादिगुणार्णवं यतीन्द्रप्रवणं वन्दे रम्यजामातरमुनिं रम्यजामातृयोगीन्द्रपादरेखामयं सदा तदा यत्तात्मसत्तादिं रामानुजमुनिं भजे लक्ष्मीनाथसमारम्भां नाथयामुनमध्यमामस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्पराम्। यो नित्यमच्युतपदाम्बुजयुग्मरुक्मव्यामोहतस्तदितराणि तृणामेने अस्मद्गुरोर्भगवतस्य दयैकसिन्धोः रामानुजस्य चरणौ शरणं प्रपद्ये। मातापिता युवतेस्तनया विभूतिः सर्वमेदेव नेवेनावदन्वयानाम् आद्यस्य नः कुलपतिर्वकुलाभिरामं श्रीमत्तदङ्घ्रियुगलं प्रणमामि मूर्ध्ना भूतं सरश्च महदावैवट्टनाथ श्रीभक्तिसारकुलशेखरयोगिवाहान् भक्तान् गिरिरेणुपरकाल यतीन्द्रमिश्रान् श्रीमत्पराङ्कुशमुनिं प्रणतोऽस्मि नित्यं नाथं पङ्कजनेत्र रामयमुनावास्तव्यमालाधरान् योगीन्द्रं कुरुकेशचन्द्रजलधिं गोविन्दकुराधिपौ भट्टाय निगमान्तयोगिजगदाचार्यौ सकृष्णद्वयो वन्दे माधवपद्मनाभस्मनः कोले सदेवाधिपान् திருவருள்மால் சேனை முதலி சடகோபநாதமுனி சீர் உய்யகொண்டார் மணக்கால் நம்மை சென்றாம் ஆலவந்தார் குருமாலாதரர் குருகை பீரான் கண்பாம் எதிராஜர் ஊரேசர் பட்டர் வேதாந்தி முனி இருக்கண்ணர் கண்புடைய நம்பிள்ளை இவரிடடித்தற்கு ஏய்ந்த மாதவன் பற்பனாவர் இவர் அருடாடர் திருவடி ஊன்னிய தேவபெருமாள் கைகொண்டருடும் திருமலை ஆழ்வார் பதங்கள் முன்பெண்ணுள் சேர்ந்தனவே. भक्तामृतं विश्वजनानुमोदनं सर्वार्थदं श्रीषट्कोपवाङ्मयं सहस्रशाखोपनिषत्समागमं नमाम्यहं द्राविडवेदसागरम्. திருவடிதினாடு என்னும் தென்குருகூர் என்னும் அறிவினியவன் பொருணல் என்னும் அருமறைகள் அந்தாதி செய்தான் அடியிலே எப்பொழுதும் சிந்தியாய் நெஞ்சே தெளிந்து மனத்தாலும் வாயாலும் வன்குருகூர் பேடும் இனத்தார் எல்லாதிரைஞ்சேன் தனத்தாரும் ஏதும் குறைவிலேன் எந்தை சடகோபன் பாதங்கள் யாமுடைய பத்தோ. ஏய்ந்த பெரும் கீர்த்தி ராமானுஜமுனி தன் வாய்ந்த மலர்பாதம் வழங்குகின்றேன். ஆய்ந்த பெரும் சீரார் சடகோபன் செந்தமிழ் வேதம் தரிக்கும் பேராதுள்ளம் பெறா வாந்திகடும் சோலை மதிலரங்கள் மேல் ஆண் ரத்தவில் மறைகள் ஆயிரமும் ஈன்ற முதல் தாய் சடகோபன் மொயம்பால் படர்த்த இதத்தாய் ராமானுஜன் மிக்க இரு நிலையா மெய்யா உயிர் நிலையும் தக்க நெறியும் தடையாகி தோக்கியலும் ஊல் வினையும் பால் வினையும் ஓதும் குருகையர்கோன் யாடி நீசை வேதத்தியல். अखिल कोटि ब्रह्मांडादि नायक भगवान श्रीहपति सर्वेश्वर श्रीमन नारायण को निर्हित कृपा वर्षेर हामीहरू भगवत विषय अनुभव गर्ने क्रममा पहिलो शतकको 7वां दशकको 9औं पासुरमा प्रवेश गर्दैछौँ। इस भगवत विषय श्री रंगनाथ भगवानले प्रत्यक्ष बोलेर श्री वरवर मुनि स्वामीलाई आज्ञा गर्नुभयो। हे वरवर मुनिलाई 1 वर्षको पुरा सम्पूर्ण उत्सवहरू बन्द गरेर दिनको 4 घण्टा 5 घण्टा निरन्तर 1 वर्षसम्म भगवत विषय श्रवण गर्ने मलाई इच्छा छ भनेर भगवानले बोल्नु भएपछि श्री वरवर मुनि स्वामीले उहाँको आज्ञालाई स्वीकार गरेर 1 वर्षसम्म निरन्तर भगवत विषयको कालक्षेप श्री रंगनाथ भगवानलाई श्रवण गराउनु भयो। यसरी श्रवण गराइसकेपछि 7औं मोरैको अन्तिम दिनमा श्री रंगनाथ भगवान नै श्री वरवर मुनि स्वामीको शिष्य बनेर सवारी हुनुभयो। एउटा सानो बालक बनेर आएर श्री वरवर मुनि स्वामीलाई स्तुति गर्नुहुन्छ। श्रीशैलेशदयापात्रं देहिभक्त्यादिगुणार्णवं यतीन्द्रप्रवणं वन्दे रम्यजामातरं मुनिं भनेर यस्ता श्री वरवर मुनि स्वामीलाई
आफ्नो आचार्यको रूपमा स्वीकार गरेर यस तनिनले स्तुति गरिसकेपछि फेरि एकछिनमा अन्तर्ध्यान बन्नुहुन्छ भगवान्। यसबाट हामीहरूलाई के पुष्टि हुन्छ त भन्दा यही भगवत विषय श्री रङ्गनाथ भगवानले 1 वर्षसम्म प्रेमपूर्वक कालक्षेप श्रवण गर्नुभयो, कथा श्रवण गर्नुभयो। खुसी भएर श्री वरवर मुनि स्वामीलाई गुरु मानेर आफू शिष्य बनेर आएर स्तुति गर्नुभयो भनेपछि भगवानलाई त्यति प्रिय लाग्ने कस्तो ग्रन्थ होला त। त्यही भएर ज्ञानी पुरुषहरू यही ग्रन्थमै आफ्नो सारा समयहरू व्यतीत गर्नुहुन्छ, रसलाई अनुभव गर्नुहुन्छ, नित्य कालक्षेप ग्रन्थको रूपमा यसलाई स्वीकार गर्नुहुन्छ। यसरी आचार्यको आज्ञा भएअनुसार हामीहरू पनि एउटा सानो चेष्टामा लागेका छौँ। निरन्तर गर्न नसके तापनि जहाँबाट रोकिएको थियो त्यहीँबाट केही दिन विघ्न भए तापनि फेरि पुनः हामीहरूले सुरु गर्दछौँ। यस्तै गरी आज हामीहरू ओनपदाम पार्ट 2 भन्छन् 9औं पासुरमा अमरर मुडुमुदल आखि आदियै अमरर कमोतिन्द आयर कोडुन्दै अमर वडुम्ब तुडाबी नाभि अमरर तडुवित्तु यिनी अखलुमो भनेर यस पासुर छ। साह्रै मिठो छ। श्री षठगोपाल आल्वारले कस्तो भावलाई प्रकट गर्न खोज्नु भएको छ त के भन्दै हुनुहुन्छ त भनेर भन्दा तानुन खिल्लान एनकिर प्रसङ्गन्दान एन एक द्रव्यम एन्नलाम पडियान इत्त एङ्गने पिरिक्कुम पडी एनकिरार। यहाँ प्रसङ्ग के छ त भनेर भन्दा भगवान् म तपाईँलाई छोड्न सक्दिनँ भन्ने प्रसङ्ग चलिरहेको अवस्था छ। भगवानले पनि श्री षठगोपाल आल्वारलाई छोड्न सक्नुहुन्न। अघिल्लो पासिरमा पनि हामीहरूले श्रवण गर्यौं। सारा नित्यश्री महालक्ष्मी आमाको अगाडि भगवानले म मेरो षठगोपाल आल्वारलाई म स्वीकार गर्छु भनेर प्रतिज्ञा गरिसक्नुभयो र महालक्ष्मी आमाले पनि पुरस्कार गरिदिइसक्नुभयो। त्यस कारणले गर्दा आमाले पुरस्कार गर्नुभएको श्री षठगोपाल आल्वारलाई भगवानले कुनै हालतमा पनि छोडी बक्सनुहुन्न भनेर महाविश्वासपूर्वक श्री षठगोपाल आल्वार राज हुनुभएको अवस्थामा यस पासुरद्वारा के भनी बक्सनुहुन्छ त भन्दा छोड्ने प्रसङ्ग त के र। जसरी दुईवटा नदीका जलहरू एक ठाउँमा मिल्दछन्, जस्तै जलमा माटो मिल्दाखेरि धमिलो भएको हुन्छ, एक ठाउँमा रहन्छ, हेर्दाखेरि एउटै देखिन्छ। दुईवटा नाम गरेका नदीहरू गण्डकी त्रिशुली मिलेपछि एउटै नदीमा भएपछि नारायणी बने जस्तै भगवान र म भगवानसँग म एउटै जस्तो, एउटै द्रव्य जस्तो भएर यसरी रहेको छौँ भने अब हामीहरूको भगवानले मलाई छोड्ने, मैले भगवानलाई छोड्ने भन्ने के प्रसङ्ग यस्तो नि हुन्छ र भन्ने विषयलाई आजको पासुरमा बताउन खोज्दै हुनुहुन्छ। श्री वादकेश्वरी स्वामी भन्नुहुन्छ सर्व प्रकार तालुम अवनय संश्लेषित हेन आत्मा यिनी अखल प्रसङ्ग मुन्डो एन किरार। सबै प्रकारले मेरो यो आत्मा के भइसक्यो त भन्दा भगवानसँग रहिसक्यो। हर प्रकारबाट भगवानसँग मिलिसक्यो, भगवानसँग रहिसक्यो। अब के भगवानबाट पृथक हुने के प्रसङ्ग पनि आउँदछ र कुनै हालतमा पनि सम्भव छैन। श्री षठगोपाल आल्वारले यहाँ के भन्न खोज्दै हुनुहुन्छ त हामी शब्दलाई अनुभव गर्छौँ। अमरर भनेर भनेको नित्य सूर्यघल उडैय मुडु स्वरूप स्थितिघल एल्लावत्तुकुम। नित्य सूर्यहरूको सम्पूर्ण रूपमा स्वरूप स्थिति प्रवृत्ति सबैको कारण रूपमा हेतुवाई कोण्डु कारणको रूपमा मुदलाखिय हेतुवाई कोण्डु कारणको रूपमा आदि यही प्रधान नान बनाई को हुनुहुन्छ त भन्दा भगवान श्रीहपति। सम्पूर्ण नित्य सूर्यहरूको स्वरूप स्थिति सबैको कारण भगवान नै हुनुहुन्छ। त्यसको साथसाथै अमरहरूको इन्द्रादि देवताहरूलाई पनि अमुदु भनेको अबर आशै पट्ट अमृत तत्तै
इन्द्रादि देवताहरूले के आशा गर्छन् त भगवानसँग स्तुति गरेर भन्दा प्रभु हामीहरूलाई अमृत दिनु, अमृत पान गरिसकेपछि हामीहरूलाई आनन्द अनुभूति हुन्छ, अमृत पान गरिसकेपछि हामीहरूलाई यहाँ रहन्जेलसम्म अमर भएर रहन पाइन्छ। त्यही भएर हामीहरूलाई अमृत प्रदान गरिबक्सोस् भनेर भगवानसँग अमृतको लागि स्तुति गर्दछन्। त्यसपछि भगवानसँग प्रीति गर्ने, भगवान नै चाहियो भन्ने, भगवानको इच्छा के छ त्यो पुरा हामीले गर्न सक्ने कार्य केही छ कि भनेर सोच्ने, त्यस्तो चाहिँ गर्दैनन् देवताहरूले। देवताहरूले म नै ईश्वर हुँ, म नै भोगी हुँ, सबै चिज म नै हुँ भनेर भन्छन्। फेरि उनीहरूलाई घमण्ड आइहाल्छ। जस्तो भए पनि आफूसँग शरण पर्न आए मेरा भक्त हुन् भनेर अबर आशैपट्ट उनीहरूले आशा गरेका चिजहरू, अमृतहरू सबै प्रदान गर्नेवाला इंद कुडुत्त बनाई प्रदान गर्नेवाला को त भगवान श्रीहपति सर्वेश्वर श्रीमन नारायण आयर तन्नोडु उडैयरान आयर घडको भगवानसँगै रहने अर्थात् भगवानलाई नै रक्षक मान्ने को त भन्दा गोप गोपी। उनीहरू जतिले पनि भगवान कृष्ण बिना एक सेकेन्ड पनि आफूलाई रहन चाहँदैनथे। संसारमा उनीहरू कृष्ण बिना रहनै चाहँदैनथे। र आफ्नो रक्षक कोही हुनुहुन्छ भने को त आफ्नो रक्षक भन्दा आफ्नो रक्षक केवल भगवान श्रीहपति नै हाम्रो रक्षक हो। दोस्रो व्यक्ति कोही पनि रक्षक हाम्रो हुन सक्दैन भनेर ईश्वरने ओडिन्द वर्गल रक्षकर अल्लर एन्नु मेडम प्रपन्न परित्राण तिले सोन्नोम भनेर श्री पिल्ले लोकाचार्य स्वामीले बताउनु भए झैं गोप गोपीहरू भगवानलाई नै रक्षक मान्दथे। त्यस्ता गोपहरूको चाहिँ भगवान कसरी रहनु भयो त भन्दा तिलकको रूपमा कोडुन्दै भनेको तलै बनान बनाई उनीहरूको स्वामी। उनीहरूले हो बेला बेलामा भगवान कृष्णलाई समाउँथे, डोरीले बाँध्दथे, कृष्ण चोर आयो भन्थे। त्यसैको भने पनि उनीहरूको हृदयमा भगवान कृष्णप्रति अथाह सागर प्रेम थियो। कृष्णकै लागि भनेर उनीहरू दही दूध घिउ नौनी सबै तयारी गरेर राख्दथे। भगवान कृष्ण कतिखेर आउनुहुन्छ र यो चोरेर स्वीकार गरिदिनुहुन्छ भनेर बाटो हेरेर कुरेर बस्दथे। उनीहरूको भावलाई बुझेर नै भगवान वैकुण्ठको त्यो दिव्य आनन्दलाई छोडेर धूप लगाएको त्यो अँध्यारोमा यहाँ आएर सारा लीला गरेर भगवान पुनः त्यो धूपको उज्यालो हुँदा वैकुण्ठ सवारी हुनुभयो। त भगवान यसरी कृपा गरी बक्सनुहुन्छ आफ्ना जीवहरूलाई। त्यस्ता गोप गोपीहरू जसले मनले पनि भगवानलाई नै ध्यान गर्दथे, बोली भगवानकै दिव्य नामहरूलाई उच्चारण गरिरहन्थे, शरीर भगवानकै लागि भनेर उनीहरूले अर्पण गर्दथे। त्यस्ता गोप गोपीहरूको तिलकको रूपमा रहनुभएको, स्वामीको रूपमा रहनुभएको, तलै बनान मुख्य प्रधानको रूपमा रहनुभएको भगवान श्रीकृष्ण परमात्मा। त्यस्ता कृष्ण परमात्मा श्री षट्कोपालबार भन्नुहुन्छ उहाँ को त भन्दा एन आवी उहाँ त मेरो आत्मा हो। जस्तै आत्मा बिना यो शरीर रहन्छ, आत्मा बिना शरीर रहँदैन नि त, आत्मा उडेर गएपछि शरीर रहँदैन। त्यस्तै गरी नै मेरो आत्मा भगवान श्री षट्कोपालबार भन्नुहुन्छ मेरो आत्मा भगवान बिना मेरो शरीर रहँदैन। अमर अनन्यार्हमान पुरुत्तम पिरक्कुम पडियाखबुम। कस्तो अनन्यार्ह भन्दा भगवानसँग अलग भएर रहन नसक्ने अनन्यार्ह। अनन्यार्ह शेषत्व भगवानबाट अलग एक सेकेन्ड पनि रहन नसक्ने, केवल उहाँको नै वस्तु भएर रहने। हामी के हुन सक्छौँ? दोस्रो व्यक्तिका, कसैका पत्नी हुन सक्छौँ, कसैका छोरी हुन सक्छौँ, कसैका दिदी हुन सक्छौँ, कसैका सानीमा हुन सक्छौँ, कसैका हजुरआमा हुन सक्छौँ, कसैका आमा हुन सक्छौँ। एउटा व्यक्तिमा धेरै प्रकारका सम्बन्धहरू नाताहरू जोडिएका हुन्छन्। उसले यो फलानु मेरो भनेर भन्छन्, हामी पनि त्यही भावले हेर्छौँ। तर आत्मालाई हेर्दाखेरि नि शरीरलाई भन्नुहुन्छ, तर आत्मालाई नि आत्मा
केवल भगवान श्रीहपति सर्वेश्वर श्रीमन नारायणको बाहेक अरू कसैको हुन सक्दैन। हामीहरूले जब यो आत्मा भगवान श्रीहपति सर्वेश्वर श्रीमन नारायण अरू कसैको पनि शेष हो, म अरू कसैको पनि शेष हुँ, म स्वतन्त्र छु भन्ने हामीहरूमा सोच आयो भने हामीहरूको स्वरूप नष्ट भएर जान्छ। कस्तो स्वरूप हो त भन्दा श्री षठकोप आलवारले बताउनुहुन्छ, केवल भगवान श्रीहपति सर्वेश्वर श्रीमन नारायणकै अनन्य, भगवान बिना एक सेकेन्ड पनि रहन नसक्ने त्यस्तो स्वभाव हुनुभएका को त श्री षठकोप आलवार। अरुम्ब भनेको स्वातन्त्र्यादि घडान हिडै तुरुम्बु अरुम पडी, कलप्पुम पिरक्कबुम भनेको स्वतन्त्र, स्वातन्त्र्य। म शास्त्र पनि मान्दिनँ, म भगवानको आज्ञा पनि मान्दिनँ, म पूर्वाचार्यहरूको हो उहाँहरूको आज्ञा पनि म जान्दिनँ, माता पिताहरूको आज्ञा पनि मान्दिनँ, घर परिवार कसैले भनेको पनि मान्दिनँ। त्यो व्यवहारिक विषय भयो। अब आत्माको विषयमा चाहिँ यसरी शास्त्रमा भगवानले जीवलाई यो गर्दाखेरि ठिक हुन्छ है भनेर उपदेश दिनुभएको छ। त्यही शास्त्रको विषयलाई ग्रहण गरेर सही तरिकाबाट मार्ग निर्देशन हाम्रा पूर्वाचार्यहरूले गर्नुभएको छ। त यहाँ बताउनुहुन्छ कि श्री षठकोप आलवारले अडुम्ब स्वातन्त्र्य आदि विघ्न बाधाहरू, ममा स्वतन्त्रता थियो, भगवानको प्रेमबाट चाहिँ हटाइदिने जुन स्वातन्त्र्य, जुन विघ्न बाधाहरू हुन्, त्यो विघ्न बाधाहरू सबै सर्वनाश गरिदिनु भयो भगवानले। हामीलाई अहिले पनि हाम्रो मन समय समयमा स्वतन्त्र हुन खोज्छ। भगवानले के उपदेश दिनुहुन्छ शास्त्रमा सबै मान्न सकिँदैन। पूर्वाचार्यहरूले रहस्य ग्रन्थमा के उपदेश दिनुहुन्छ सबै मान्न सकिँदैन। मलाई त्यो भावहरू आउँछ। त्यो के कारणले गर्दा आएको त भन्दा त्यो स्वतन्त्रता, स्वातन्त्र्यले गर्दा। ज्ञानी महापुरुषहरूले यो गर्नुपर्छ भनेपछि त्यो गर्नुपर्छ, ओहो हो हाम्रो कर्तव्य हो भन्ने भाव आयो भने स्वातन्त्र्य हट्यो। तर त्यो हामीहरूमा त्यो भाव आएन भने त्यो भन्छ स्वातन्त्र्य। स्वतन्त्रता भइसकेपछि हाम्रो मन, यो आत्मा भगवानको प्राइभेट वस्तु बन्न सक्दैन, उहाँको प्राइभेट सम्पत्ति बन्न सक्दैन। त के हुन्छ त भन्दा आत्मा नष्ट भएको समान हुन्छ। हो भगवानकै वस्तु हो, तर के गर्नु, म भगवानको परतन्त्र छु, म भगवानको आज्ञा, ज्ञानी पुरुषहरूको आज्ञा मान्छु भन्ने भाव हामीहरूमा नआएपछि त्यो स्वतन्त्रताले गर्दा हामीहरूलाई नष्ट बनाउँछ। अहिलेसम्म अनादिकालदेखि संसारमा घुमिरहनु परेको कारण नै स्वतन्त्रताले गर्दा। त यहाँ बताउनुहुन्छ यो विघ्न बाधाहरू नाश गरी आफूसँग नै, भगवानले मलाई के गर्नुभयो त भन्दा आफूसँग नै, जसरी कलप्पु पिरक्कबुम, जस्तै माटो र पानी मिसाउँदा एउटै भए जसरी रहन्छ, त्यस्तै गरी नै साथैमा मलाई राख्नेवाला भगवान। भगवानको दिव्य मङ्गल विग्रहमा चित र अचित, यो सम्पूर्ण जीव र अनि अचितहरू सबै भगवानका शरीर हुन्। चित अचित विशिष्ट ब्रह्म। जस्तै हाम्रो शरीरमा कपालहरू छन्, एक दुईटा कतै साना किराहरू कतै हिँडिरहेछन् भने पनि देखिँदैन नि, शरीर एउटै हो जस्तो देखिन्छ। त्यस्तै चित र अचित दुईटैलाई आफ्नो शरीरको रूपमा धारण गरेर भगवान राज हुनुभएको, त्यस्ता भगवानले आफ्नो शरीरको रूपमा मलाई स्वीकार गर्नुभएको छ भन्नुहुन्छ श्री षठकोप आलवारले। तुडादि स्वरूपादि समस्त विषय तिलुम्पुको सञ्चरित भगवानको स्वरूप आदि समस्त कल्याण गुणहरूमा पुगेर सञ्चार गर्नुभयो श्री षठकोप आलवारले। भगवानको कल्याण गुणहरूमा गएर चुर्लुममा डुबिसकेपछि, त्यहाँभित्र पौडी मार्न जानिसकेपछि अब के बाहिर निस्किन मन लाग्छ होला र? श्री षठकोप आलवार बताउनुहुन्छ कल्याण गुणहरूमा चाहिँ कसरी कहाँ कसरी कुन अनुभव गर्नुपर्छ भनेर सञ्चार गर्न जानिसक्नु भएको श्री षठकोप आलवारले। त्यो कसले बनाइदिनु भयो त? भगवानले। अमर इप्पडी पृथक स्थित्यादिघल इल्लादपडी। त यसरी पृथक स्थिति रहित अवस्था, पृथक स्थिति विशेषणम चित अचित विशिष्ट ब्रह्म
त पृथक स्थिति, भगवानबाट पृथक भएर रहनै नसक्ने स्थिति भगवानले बनाइदिनु भयो। उहाँको शरीरको रूपमा श्री षड्गोपालबारलाई धारण गर्नुभयो। तडुबित्तु उखन्दु कलन्दु यसरी खुसी हुँदै भगवानसँग रहेको अवस्थामा श्री षड्गोपालबार हुनुहुन्छ। नाइ म तपाईसँग रहन तपाईबाट टाढा रहन सक्दिनँ भनेर छटपटिँदा यहाँ आज 9औं दिनमा भगवानले श्री षड्गोपालबारलाई आफ्नो साथमा राख्नुभएछ। षड्गोपालबारले भगवानलाई प्राप्त गर्नुभएको, आफ्नो शरीरको रूपमा श्री षड्गोपालबारलाई स्वीकार गर्नुभएको, अनि श्री षड्गोपालबार एकदम खुसी भएर रहनुभएको अवस्था। यिनी अखलुमो यिनी अखल प्रसङ्ग मुन्डो। अब यस्तो भइसकेपछि के भगवानबाट टाढा हुने प्रसङ्ग पनि कतै हुन्छ र? भगवानबाट टाढा हुने भने कतै नाम रहन्छ र? त्यो त हुनै सक्दैन, सम्भव नै छैन भन्नुहुन्छ। अडुम उदल सेरिया कलतल भनेको अन्योन्य भाव। भगवानसँग यसरी मिलेर रहनुभयो। भगवान हुनुहुन्छ कि षड्गोपालबार हुनुहुन्छ भनेर छुट्याउनै नसक्ने गरी दुईवटा नदीहरू एक ठाउँमा मिले, त्यो नदीको जललाई छुट्याउन नसक्ने जस्तै राजहंसले दूध र पानी मिलेपछि राजहंसले छुट्याउन सक्छ, अरूले त छुट्याउन सक्दैनन् नि। त्यस्तै गरी भगवानले श्री षड्गोपालबारलाई आफ्नो शरीरको रूपमा स्वीकार गर्नुभयो भनेर श्री षड्गोपालबार यहाँ बताइबक्सनुहुन्छ। अब हामीहरू नम्बिले स्वामीको व्याख्या, छोटो मिठो व्याख्या छ, त्यसलाई श्रवण गर्छौँ। अमरर मुडुमुदल आखिया, अमरर मुडुमुदल आखिया भनेर भनेको के हो त भन्दा नित्यश्वरी घल उडैया स्वरूपस्थित्यादि घल तन अधीन माम पढी इरुक्किर बनाई श्री षड्गोपालबार बताउनुहुन्छ। नित्यश्वरीहरूको स्वरूप स्थितिहरूलाई आफ्नो अधीनमा राख्नेवाला भगवान हुनुहुन्छ। के सामान्य हुनुहुन्छ त? जो मुक्त पुरुषहरू, जो सदा सदा वैकुण्ठमा विराजमान हुनेवाला, यसो हेर्दाखेरि भगवानको जस्तै स्वरूप हुनुभएका, 8वटा गुणले भगवानसँग समान रूपमा रहनुभएका, संसारको गन्ध भन्ने कुरो लवलेश नहुनुभएका, त्यस्ता कति हो नित्यश्वरी वैकुण्ठमा। 14वटा लोकको एउटा अण्ड हुन्छ। त्यस्तो ब्रह्माण्ड असङ्ख्य अण्डहरू भगवानले सृष्टि गर्नुभएको छ। ती असङ्ख्य अण्डहरू भन्दा त्रिपाद विभूति वैकुण्ठ 3 भागले ठुलो मात्र भनिएको भनेर भनिन्छ, तर असङ्ख्य गुणा कति ठुलो वैकुण्ठ त्रिपाद विभूति श्री वैकुण्ठ छ। त्यस्तो वैकुण्ठमा नित्यश्वरीहरू कति हुनुहुन्छ होला, कस्तो स्वरूपमा हुनुहुन्छ होला? ती सारा नित्यश्वरीहरूको अधिपति नायक हुनुहुन्छ भगवान। उहाँहरूको स्वरूप रूप स्थिति, सम्पूर्ण प्रवृत्तिहरू, सारा चेष्टाहरू सबै भगवानकै अधीनमा रहन्छ। श्री षड्गोपालबार बताउनुहुन्छ, अमरर मुडुमुदल आखिया, यस्ता नित्यश्वरीहरूका हर चेष्टाहरूलाई आफ्नो अधीनमा राख्नेवाला भगवान आदि यही अदु तोडङ्गी लीला विभूति विषयमा इरुक्किरदु तन पक्कल भावबन्धम सत्ता प्रयुक्त मन्निके इरुक्किरवर घडुक्कुम तन्नै बढी पडुखैको उरुपाख करणघले परङघडै कोडुकुमा बनाई आदि यही भनेर चाहिँ के भन्दै हुनुहुन्छ त यहाँ भनेर भन्दा श्री षड्गोपालबार भन्नुहुन्छ। अब भगवानको लीला विभूतिको विषयमा व्याख्या गर्नुहुन्छ। भगवानको विषयमा प्रेम, उहाँको कृपाले सत्ता रहेको भन्ने भाव जीवहरूमा भित्र त्यस्तो के पनि नि छैन, तर पनि भगवान ती सारा जीवहरूलाई कर्ण कलेवर प्रदान गरिदिएर, उनीहरूलाई कृपा गरिदिएर यिनीहरू मेरो शरणमा पर्न आए पनि हुन्थ्यो भनेर भगवान फेरि आशा गर्नुहुन्छ। जब महाप्रलयको समय थियो भने महाप्रलय हुँदाखेरि यी सम्पूर्ण जीवहरू
भगवानको पेटभित्र अचित समान जस्तो भएर रहेका हुन्छन् ब्रह्माजीको 100 वर्ष आयुसम्म। त्यसपछि भगवान फेरि दयाले भरिएर ती सारा जीवहरूलाई उनीहरूको पूर्व जन्मको जुन कर्मको के भागहरू बाँकी छ त्यही कर्म अनुसार उनीहरूलाई विभिन्न ठाउँमा भगवान जन्म दिनुहुन्छ। उनीहरूलाई त्यही अनुसारको कर्ण कलेवर प्रदान गर्नुहुन्छ। फेरि भगवान के चाहनुहुन्छ त उनीहरूसँगबाट भन्दा, तिमीहरूले मलाई माया गर, यस्तरी तिमीहरूले मसँग प्रीति गर्यो भने यो संसारको जन्म र मृत्युबाट निवृत्ति भएर तिमीहरू फेरि मेरै शरणमा आइसकेर वैकुण्ठमा सदा सदाको लागि रहन पाउँछौ नि, मलाई नबिर्सी है भनेर ती सबै जीवहरूलाई भगवान कर्ण कलेवर दिएर भगवान ती सारा जीवहरूसँग प्रेमको चाहना गरिबक्सनुहुन्छ। तर भगवान प्रेमको चाहना गरे तापनि उनीहरूले मानिलियो भगवानलाई वास्तै गरेनन्, तर पनि आफू अन्तर्यामी भएर रहन छोड्नुहुन्न भगवान। उनीहरू सबैलाई कृपा गर्न भगवान बिर्सिनुहुन्न, निरन्तर माया प्रेम दिइरहनुहुन्छ। तर हामी कृतज्ञ स्वभाव भएकोले भगवानको कृपालाई देख्दैनौँ, त्यो हामीहरूको कमजोरी हो। यहाँ बताउनुहुन्छ यसरी कृपा गर्नेवाला भगवान अमरहरूको अमुदु इंद त यस्ता भगवान ಅವನ್ ಕೊಡುತ್ತ ಕರಡಂಗಡೈಕೊಂಡು ಎಂಗಲಕ್ಕೂ ನೀ ಬೇಂಡ ಉಪ್ಪು ಚಾರುವ ಮೈಯುಂ ಎನ್ಪಾರ್ಕು ಕಡಲೈ ಕಡೆಯಿಂದ अमृतत्तै ಕೊಡುकुम ಅವनै। यस्तो कृपा गर्ने भगवानलाई कसले बिर्सिन्छ त भन्दा, यस्तो कृपा गर्ने भगवानलाई त्यही जीवहरूले कसरी बिर्सिन्छन् रे त प्रश्न उठ्छ। यति कृपा गर्नेवाला भगवानलाई के जीव ओहो मलाई भगवानले कृपा गर्नुभयो भनेर शरण परेका छन् त? कसैले प्रश्न सोध्नुहुन्छ के भगवानले कृपा गर्नुभयो भनेर सबै भगवानकै भजन गरेर बसेका छन् त भनेर भन्दा यहाँ बताउनुहुन्छ भगवानले उनीहरूलाई तिमीहरू मसँग शरण पर है भनेर कर्ण कलेवर प्रदान गरी बक्सनु भयो। भगवानले सबै चिज दिनुभयो। तर देवताहरूलाई मात्र हामीहरूले उदाहरण लिएर हेर्यौँ भने पनि देवताहरू पनि के गर्छन् त? सबै कुराले पूर्ण बनाइदिँदाखेरि पनि भगवानसँग गएर प्रार्थना गर्छन्, हे भगवान हामीहरूलाई आपत्ति पर्यो, समुद्रको मन्थन गर्नु पर्यो, तपाईँले आएर हामीहरूलाई समुद्रको मन्थन गरेर अमृत प्रदान गर्नु पर्यो। दैत्यहरूले हामीहरूलाई दानवहरूले चाहिँ अलि दुःख दिए, हामीहरूको स्वर्गलाई नै उनीहरूले हरण गर्न थाले, इन्द्रपदलाई नै हरण गर्न थाले। भनिसकेपछि भगवान ओहो मेरो शरण पर्न आएका भक्त म यिनीहरूलाई कृपा गर्छु भनेर भगवान उनीहरूलाई समुद्र मन्थन गरेर अमृत प्रदान गर्नुहुन्छ। अमृत प्रदान गरे त केही समय इन्द्र हुन्छन्, फेरि त्यही संसारमा पुनः जन्मिन परिहाल्यो। त्यस्तो गर्नुको साटो त त्यो भगवानसँग प्रेम पूर्वक भक्ति प्रेम गरेर उहाँको नाम संकीर्तन गरेर मलाई इन्द्र पद संसारको सुख आनन्द केही चाहिँदैन, मलाई केवल तपाईँ चाहिन्छ भन्नु पर्थ्यो नि त तिनीहरूले। हाम्रा आलवारहरूले बताउनुहुन्छ तिनीहरूले भगवान चाहना गरेनन्, कृतज्ञ भए। उनीहरूले के मागे त भनेर भन्दा उप्पु चारु भनेर भनेको चाहिँ त्यो मदिरा समान। हाम्रा आचार्यहरूको लागि हाम्रा आलवारहरूको लागि त्यो स्वर्गका देवताहरूको त्यो अमृत भनेको उप्पु चारु, त्यो त मदिरा समान हो, त्यसको कुनै अर्थ नै छैन। स्वयं साक्षात भगवान श्रीहपति नै अमृत हुनुहुन्छ। आराव मुदे अडियन उडलम निन्पालन पाए, जो अपर्याप्त अमृत हुनुहुन्छ, जति अनुभव गर्दाखेरि पनि कहिले भयो र पुयो भन्ने महसुस हुँदैन हामीलाई। उहाँको मुखार बिन्द मुडिचोरियाई हुँदो मुख ज्योति मलरङ्ग दुबो, उहाँको मुखार बिन्द हेऱ्यो भने जति हेरे पनि हेरिरहनु मन लाग्यो। नेत्र हेऱ्यो भने यो आँखा नेत्रबाट अन्त जान मान्दैन, मुखार बिन्दले यो ओठलाई हेऱ्यो भने त्यो आँखा अन्त जान मान्दैन, कानलाई हेऱ्यो भने अन्त जान मान्दैन, चरणार बिन्दलाई हेऱ्यो भने त्यो आँखा अन्त जान मान्दैन, वक्षस्थललाई हेऱ्यो भने त्यो आँखा अन्त जान मान्दैन। भगवानका प्रत्येक अङ्गहरू दिव्य मङ्गल विग्रह शिरदेखि श्री चरणार बिन्दसम्म कुनै पनि भक्तले नेत्र लगाउनुहुन्छ भने नयाँ 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 स्वरूपलाई दर्शन गरिरहनुहुन्छ। जस्तै हामीले जति राम्रो मान्छे देखे पनि
राम्रो मान्छे देखे पनि के हुन्छ, कति राम्रो भनेर जतिखेर पनि हेरेर आनन्द हामीहरूलाई प्राप्त हुँदैन। राम्रो छ, ठिक छ, राम्रो छ, त्यो राम्रो नि कतिन्जेल हुन्छ र अलि दिनपछि फेरि चाउरी पर्न सुरु गरिहाल्छ। यता र चारतिरबाट खुम्चेर कुन्द्रुङ्ग होइन पहिला त म कस्तो राम्रो थिएँ, अहिले त हेर ऐना हेर्दा हेर्दै मेरो सबतिर चाउरी परेर म बुढो भएँ नि भन्ने दिन आउँछ। अर्को जति राम्रो भए पनि बानी बेहोरा राम्रो छैन भने मान्छेलाई त्यो राम्रो अनुहार त हेर्दै हेर्दैनन् अझै। तर भगवानको नि कल्याण गुणहरू नै सबै अनुभव गर्ने योग्य। यस्ता कठोर हृदय भएका व्यक्ति पनि भगवानको कल्याण गुणहरूलाई, उहाँका लीला चरित्रहरूलाई श्रवण गर्न थाल्दा हृदय पग्लेर आउँछ। जसले म भगवानलाई हेर्दिनँ भने पनि जसले भगवानलाई हेर्नुहुन्छ त्यो आँखा अन्त जाँदैन। जतिखेर पनि नयाँ 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 स्वरूपहरूको दर्शन गरिरहनुहुन्छ भगवानको। त्यही बताइबक्सनुहुन्छ, यस्ता भगवानलाई चाहिँ छोडेर, त्यस्तो भगवानको आनन्द अनुभवलाई छोडेर उनीहरूले के मागे त भन्दा अमृत, त्यो समुद्र मन्थन गर्न लगाएर अमृत मागे। त्यो अमृतको खाने नै भगवान हुनुहुन्थ्यो त त्यही अमृत भगवान चाहना गरेको हुन्थ्यो नि त। त्यही भएर तिमीहरूले मागेको त्यो अमृत भनेको त्यो मदिरा समान हो, मदिरा समान हो त्यो भगवानको अगाडि, त्यसको कुनै अस्तित्व छैन भन्नुहुन्छ। त उप्पु चारु अमयुम हेनपार्कुम कडलै कडाइन्दो अमृत तै कोडुक्कुम अब नै। उनीहरूलाई पनि उनीहरूले मागे त ठिकै छ भनेर, होइन तिमीहरूले मसँग प्रेम गर न भन्दै हुन्थ्यो नि त। तर भगवान त्यसो भन्नुहुन्न, उनीहरूलाई आएर चाहिँ अमृत प्रदान गरी बक्सनुहुन्छ। त यी जीव तपाईँ चाहिँदैन मलाई, मलाई तपाईँ चाहिँदैन, मलाई अमर बन्नु छ, मलाई अमृत दिनु भनेर आउँछन्। आउँदाखेरि पनि दयाले भरिएर भगवान प्रदान गरी बक्सनुहुन्छ। यस्ता दयाका सागर मेरो भगवान श्री षट्गोपाल बार बताउनुहुन्छ। त्यति मात्र होइन, मेरो भगवान कस्तो हुनुहुन्छ, आएर कोडुन्दै अब अमृतम बेन्डा नियलयोम एन पार काख बन्धु अवतरितु एन्नै कोडुक्कुम अब नै। श्री षट्गोपाल बार बताउनुहुन्छ, गोप गोपीहरूले के गरे रे त, त्यति साना बालकहरूले, कृष्णको जत्रै उमेर छन् 6-7 वर्षका ती उमेर भएका साना केटाकेटीहरूले, प्रभु हामीलाई त त्यो समुद्र मन्थन त्यस्ता अमृत केही पनि चाहिँदैन, हे प्रभु हे कृष्ण हाम्रो लागि त अमृत तपाईँ नै हो नि, तपाईँ बिना त हामी एक सेकेन्ड पनि रहन सक्दैन भनेर भगवानसँग प्रेम गरे, तपाईँ नै चाहियो भनेर भने। त्यस कारणले गर्दा भगवान वैकुण्ठलाई छोडेर उनीहरूको प्रेमलाई स्वीकार गर्न भनेर गोकुलमा सवारी हुनुभयो। अवतार लिएर वैकुण्ठको आनन्द नै उनीहरूलाई प्रदान गर्नुभयो। त्यो वृन्दावनमा जङ्गलै जङ्गल थिए, काँडै काँडा थिए। ती गौमातेहरू पनि कति भाग्यमानी, भगवान कृष्णको स्पर्शलाई प्राप्त गरेर या मोटा मोटा भएका छन्, दुधका धाराहरू वर्षाएका छन् ती गौमातेहरूले। अरे साना साना केटाकेटीहरू साक्षात भगवान कृष्णलाई पाएका छन्, कृष्णको अनुभवमा डुबेका छन्, कृष्णको प्रेममा डुबेका छन्। उनीहरूले भगवानलाई चिने, प्रभु हामीलाई त त्यो वैकुण्ठ पनि चाहिँदैन, हामीलाई त कुनै अमृत पनि चाहिँदैन, केही चाहिँदैन, केवल हामीलाई तपाईँ नै चाहिन्छ भनेर भगवान नै चाहना गरे। भगवानका परम भक्तहरूले अन्य प्रयोजन, भगवानको उपासना गरेर भगवानसँग प्रेम गरेर अन्य वस्तुहरूको प्रार्थना गर्ने, अन्य वस्तुहरूलाई चाहना गर्ने गर्नुहुन्न। त यहाँ बताइबक्सनुहुन्छ भगवानले कति कृपा गर्नुभयो त भनेर भन्दा, जस्तै कृष्ण जानुहुन्थ्यो उनीहरू सँगसँगै, कहाँ बजार जानु पऱ्यो पनि सँगै जाने, गोठाले जानु पऱ्यो पनि सँगै जाने, जहाँ जानु पऱ्यो पनि सँगै जाने। अनि उनीहरूले बेसार किन्थे अरे। दक्षिण भारतमा बेसार चाहिँ जेमा पनि बेसार, जस्तै घरमा कोही पाहुनाहरू आए, कसैलाई केही यसो साडी दिँदैछ, चोलो दिँदैछ, कसैलाई केही यसो दिँदैछ भने त्यहाँ बेसार राखेकै हुन्छ, बेसारका डल्लोहरू। भगवानको तिरुमञ्जन गर्दा पनि बेसार राखेर, जल राखेर तिरुमञ्जन, महालक्ष्मी यहाँ त बेसार पानीले पुरै नुहाइदिएको हुन्छ। जस्तै हामी पनि विवाह गरेको स्त्री छ भने उनीहरूले नुहाउनुभन्दा अगाडि बेसारले नुहाउनै पर्छ, अनिवार्य छ। टाउकोमा चाहिँ हाल्दैनन्, मुखमा, शरीरमा, गुडामा सबैतिर बेसार लगाएर स्नान गर्ने नियम छ। के भन्छ, सदुवा नारीले फेरि आफ्नो पति जानुभयो भने चाहिँ
बेसारले नुहाउनु मिल्दैन। अनि अर्को श्री लगाउने केसमा पनि विधवा भएपछि चाहिँ निधारभरिको श्री लगाउनुहुन्न, तर पतिको साथमा हुनुहुन्छ भने उहाँहरूले आधा निधारमा श्री लगाउनुहुन्न, त्यो चाहिँ विधवाले मात्र लाउनुहुन्छ। निधारभरि श्री चाहिँ विवाह गरेको सौभाग्यवती नारीले निधारभरि श्री लगाउने त्यस्तो एउटा परम्परा छ। र हामीहरूले पनि विवाह भएको सौभाग्यवती स्त्रीहरूले निधारभरि श्री लगाउनुपर्छ भनेर ज्ञानी महापुरुषहरूले आज्ञा गरिबक्सनुहुन्छ। त्यो पनि हामीहरूले पनि प्रयास गर्नुपर्छ। अर्को कुरा यहाँ के प्रसङ्गमा चाहिँ त्यो कुरा निस्कियो भन्दा बेसार किन्न जान्थे अरे। बेसार किन्न जाँदाखेरि त्यो बेसार सही छ कि छैन भनेर हेर्नलाई चाहिँ एउटा कालो ढुङ्गामा त्यसलाई कोर्नुपर्छ अरे। कालो ढुङ्गामा कोर्दाखेरि पहेँलो लाग्यो भने चाहिँ यो बेसार ठिक छ भनेर प्रमाणित हुन्छ। कालो ढुङ्गामा कोर्दाखेरि चाहिँ त्यो पहेँलो आएन भने त्यो बेसार ठिक छैन भनेर प्रमाणित हुन्छ अरे। कालो ढुङ्गा कहाँ खोज्न जाने भन्दा कृष्ण काले छन्, ल काले तिमी निहुर्या भनेर कृष्णलाई निहुर्याएर कृष्णको ढाडमा त्यो बेसार यसरी दल्दथे अरे। कृष्णको ढाडमा दल्दाखेरि त्यो पहेँलो आयो भने ल बेसार ठिक छ भनेर उनीहरूले चाहिँ किन्दथे। अनि भगवान कस्तो त भन्दा त्यो भक्तको लागि उनीहरूले जे गर्दाखेरि पनि ठिक छ त, उनीहरूले ढुङ्गाको रूपमा भगवानलाई कोतर्न थाले पनि ठिक छ त। त्यसरी प्रेमपूर्वक उनीहरूको सारा लीलाहरूलाई आफूले स्वीकार्दै आफ्नो लीलाहरूबाट उनीहरूलाई वैकुण्ठमा नित्य सूर्यहरूलाई दिएको आनन्द प्रदान गर्दै भगवान रहनुहुन्थ्यो। त्यस्ता श्रीकृष्ण परमात्मा यहाँ बताइबक्सनुहुन्छ। यस्ता भगवानले के गर्नुभयो त भनेर भन्दा अवर इत्यादि इपडी उभय विभूति युक्त नाय इरुकिर बनाई। उभय विभूति लीला विभूतिको पनि त्रिपाद विभूतिको पनि नायक हुनुभएका भगवान श्रीहपति सर्वेश्वर श्रीमन्नारायण किट्टी सरिन्दो येंगुम पुक्कु अनुभवित्तु अमर अडुंब तुडावी एन्नावी अमरर तडुवित्तु एन्नुடைய आत्मवानदु एक द्रव्यम एन्नलाम पडी कलन्दु। श्री छठको पालबार भन्नुहुन्छ यस्ता भगवानले आज आएर मेरो नजिक आउनुभयो। नजिक आइसकेपछि मैले भगवानलाई यसरी अनुभव गर्न पाएँ नि, यसरी अनुभव गरेँ नि मैले त जस्तो मेरो आत्मा त एउटा द्रव्य जसरी भगवानसँग मिल्यो। दुईवटा नदीका दुईवटा नाम, दुई नाम गरेका दुईवटा नदीहरू जसरी मिलेर एउटै नाममा परिवर्तन हुन्छन् त्यस्तै गरी म भगवानको शरीरको रूपमा रहेँ। चित अचित विशिष्ट ब्रह्म मलाई भगवानले आफ्नो शरीरको रूपमा स्वीकार गरी बक्सनु भयो भनेर श्री छठको पालबार मेरो आत्मालाई भगवानले यसरी एउटै द्रव्य जस्तरी स्वीकार गरी बक्सनु भयो भनेर बताइबक्सनुहुन्छ। कति माया गर्नुभयो त, अब छोड्दै छोड्नुहुन्न त। हामी यो आत्माले शरीरलाई छोडेपछि अस्तित्व रहन्छ त, रहँदैन नि। त्यस्तै गरी नै श्री छठको पालबारले बताउनुहुन्छ मलाई भगवानले त्यसरी स्वीकार गर्नुभयो। अब भगवान नै म बिना बाँच्न सक्नुहुन्न। इनी अहलुमो इरंडु वस्तुवाहिलेन्नो पिरिक्क लाभदु प्रकार प्रतिकारी घडुक्कु एकत्व बुद्धि पिरंदाल पिरिक्कपोमो जाति गुडंघड़ोपादि द्रव्यमान तुक्कुम नित्य तद आश्रयत्वम हुन्डाखिल पिरक्कपोमो भन्नुहुन्छ। जसरी चाहिँ राजहंसले दूध र पानी छुट्याउँछ अरे, तर पानी र पानी छुट्याउन सक्छ त? दूध र पानी मिल्दा त दूध र पानीलाई छुट्याउँछ, तर पानी र पानी दुईवटा नदी त्रिशुली र गण्डकी मिल्दाखेरि चाहिँ छुट्याउन सक्छ त? छुट्याउन सक्दैन नि, हैन? त्यस्तै गरी नै यहाँ कावेरी नदी र गंगा, कावेरी नदी सबै नदीहरू गएर समुद्रमा मिल्छन्। समुद्रमा मिलिसकेपछि यो चाहिँ यो नदी यहाँको नदीको पानी हो भनेर त्यो समुद्रको जललाई छुट्याउन सकिन्छ त? सकिँदैन नि। त्यस्तै गरी नै यहाँ बताउनुहुन्छ पानी र पानी मिल्दा जसरी छुट्याउन सकिँदैन त्यस्तै गरी म पनि भगवानसँग मिले कसले मलाई छुट्याउन सक्छ भगवानबाट? त यस विषयलाई अझै पुष्टि गर्नुहुन्छ। जाति गुडंघड़ोपादि द्रव्यमान तुक्कुम नित्य तद आश्रय तुम हुन्डाखिल पिरक्कपोमो भनेको जस्तै गरी प्रकार र प्रकारीलाई, प्रकार भनेको आत्मा, प्रकारी भनेको परमात्मा, यो दुवैलाई एकत्व बुद्धि
भगवानको शरीर मानेर हेर्दाखेरि के छुट्याउन सकिन्छ त? भन्दा छुट्याउन सकिँदैन। त्यही बताउनुहुन्छ। जस्तै एउटा मनुष्य छ, त्यो मनुष्यमा मानवता भन्ने चिज छ। त्यो मानवता भन्ने चिज त्यो मनुष्यबाट अलग गर्न सकिन्छ त? सकिँदैन नि त। त्यो मनुष्यमा मानवता हुन्छ। जस्तै देवत्वलाई, देवत्व के हो? एउटा जाति हो। त त्यो जाति हो भने त्यसलाई पनि त्यो देवताबाट देवत्व छुटाउन सकिँदैन, मानवबाट मानवता छुट्याउन सकिँदैन। त्यस्तै गरी नै जस्तै सेतो, कालो, पहेँलो गुण यी सबै व्यक्तिहरूमा चाहिँ ती मनुष्यहरूमा हुन्छ। जस्तै म गौँ गोरो छु, त म गौँ गोरो छु भने मबाट शरीर नै छैन भने अलग कुरा हो। शरीर छौन्जेलसम्म चाहिँ मेरोमा भएको जुन गौँ गोरो छ त्यो कसरी छुट्याउन सकिन्छ त? अलग अलग पार्न सकिन्छ त? सकिँदैन नि। जस्तै यो वस्त्र छ, यसमा वस्त्रत्व जुन यसको गुण हो, यसको जाति र गुण अर्थात् यसको वस्त्रत्वलाई यसबाट हामीहरूले अलग गर्न सक्दैनौँ। त्यस्तै गरी नै श्री षठकोप आलवारले बताइबक्सनुहुन्छ, जीव द्रव्य, ईश्वर पनि द्रव्य, दुवैमा गुणहरू छन्, तर पनि यो आत्माको शरीर भगवान भएकोले अलग गर्न सकिँदैन। यहाँ बताउनुहुन्छ आत्मालाई परमात्माबाट कुनै पनि हालतमा अलग गर्न सकिँदैन। जस्तै मेरो शरीरबाट मनुष्यत्व भन्ने जुन जाति हो, व्यक्ति र जाति, मेरो शरीर भनेको के भयो त? एउटा व्यक्ति भयो। मनुष्यत्व के भयो? जाति भयो। त कालो र गोरो के भयो? त्यसको गुण भयो। त जसरी अलग गर्न सकिँदैन, त ममा भएको कालो र गोरो गुण पनि अलग गर्न सकिँदैन, ममा भएको मनुष्यत्व पनि अलग गर्न सक्दैन। कोबाट? मेरो शरीरबाट, अर्थात् म एउटा व्यक्तिबाट। त्यस्तै गरी नै भगवान श्रीपति सर्वेश्वर श्रीमन्नारायणबाट उहाँको शरीरको रूपमा रहेको यो आत्मालाई अलग गर्न सकिँदैन। चित र अचित विशिष्ट ब्रह्म हुनुहुन्छ भनेर श्री षठकोप आलवारले यसरी भगवानले मलाई उहाँको शरीरको रूपमा स्वीकार गरिबक्सनु भयो। आहा, अब के मैले भगवानलाई छोड्छु र? कसले कल्पना गर्न सक्छ म भगवानबाट टाढा हुन सक्छु भनेर? मेरा श्री षठकोप आलवार बताउनुहुन्छ। त हाम्रो अन्तर्यामी भएर भगवान राज हुनुभएको छ, आत्माभित्र परमात्मा हुनुहुन्छ। हाम्रो आत्मालाई भगवानले शरीरको रूपमा स्वीकार गरेर राज हुनुभएको छ भने त यसरी रहनु भएको भगवानबाट के हामी टाढा हुन सक्छौँ त? हामी टाढा कहिले पनि हुन सक्दैनौँ। भगवान हाम्रै साथमा हुनुहुन्छ भने अब हामीले के पाएर खुसी हुने त? भन्दा साक्षात् श्रीपति सर्वेश्वर श्रीमन्नारायण हाम्रो साथमा हुनुहुन्छ। अब टेन्सनको विषय नै के नै भएर, त्यही भएर सधैँभरि आनन्दै आनन्द र श्री षठकोप आलवारले भगवानसँग रहेर प्रसन्न भएर रहनुभएको विषयलाई यस पासुरबाट बताउनु भयो। अमरर मुडु मुदल आखि आदिए अमररको अमुतिंद आयर कोडुंदै अमर वडुंब तुडाबियन्नावे अमर तडवित्तु इनी अखलुमो भनेर यस पासुरमा बताइबक्सन भयो। अब 10 पासुरमा 11 पासुरमा श्री षठकोप आलवारले हे प्रभु, तपाईँ जस्तो यस्तो आनन्दको विषय, यस्तो भोग्य विषय, मेरो शरीर धारण गर्ने, पोषण गर्ने, मेरो भोग्य सारा संसार नै हजुर हुनुहुन्छ। यस्तो हजुरलाई छोडेर मैले संसारका विषयहरूको चाहना गरेँ, मैले अन्य द्रव्यहरूको, अन्य धन सम्पत्ति, अन्य विषयको सुख चाहना गरेँ। त्यो के कारणले गर्दा त भन्दा ममा भएको पापले गर्दाखेरि भगवान बाहेक अन्य वस्तुहरू चाहना गरिन्छ भने त्यो चाहिँ पापले गर्दाखेरि त्यस्तो भएको हो भन्ने विषयहरूलाई पनि व्याख्या गर्नुहुनेछ। त्यस विषयलाई हामीहरूले श्रवण गर्नेछौँ। त आजलाई यस 9 पासुरलाई केही थोरै अनुभव गरेर यहीँ विश्राम गर्न चाहन्छु। श्रीमते विष्णुचित्तार्यै मनोनन्दन हेतवे नन्दनन्दन सुन्दर्यै गोदायै नित्यमङ्गलम श्रीमते रम्यजामा त्रिमुनीन्द्राय महात्मने श्रीरङ्गवासिने भूयात् नित्यश्रीर्नित्यमङ्गलम। सर्वं कृष्णार्पणमस्तु। हरि ओम। श्रीवाणाचल महामुनये नमः।